सुन्दर रिजल्ट चाहिँ कुन चाहिँ हो खोइ यो सुन्दर रिजल्ट जाने बाटो अब यहाँबाट स्टार्ट हुन्छ। सो सुन्दर रिजल्ट हुँदै धाप ड्याम जाँदैछु आज हामी चाहिँ घुम्नको लागि परिवारहरू मिलेर। यो चाहिँ टिकट काउन्टर हो। यहाँनिर चाहिँ एकजना बराबर 100 रुपियाँ लिँदो रहेछ। अरू कन्ट्रीको मान्छेलाई चाहिँ अरू नै रेट रहेछ। सो सानो सानो बच्चाहरू चाहिँ जानु दिँदैन अरे, तर पछाडि हेरेको सानो सानो बच्चाहरू सोधौँ के भन्दो रहेछ। तिमीहरू पनि हिँडेको? कहाँ हिँडेको रे तिमीहरू? भयो ओख्रेली? हामी पनि त्यतै हिँडेको। अनि 10 वर्षभन्दा कम मान्छे, कम उमेरको मान्छे चाहिँ जानु दिँदैन अरे भनेर सुनेको थिएँ त। अब यहाँबाट सुरु हुन्छ सुन्दर रिजल्ट र धाप ड्यामको यात्रा। कहाँ हिँडेको रे बाबा? सुन्दर रिजल्ट। युवराज लामा जस्तो देखिने मान्छे को रहेछ हौ? पशुपतितिरको बाँदर ल्याउनु भने त यहाँ त उक्लिनु नि सक्दैन होला है। पशुपतितिरको त उक्लिनु नि सक्दैन होला बाँदर। यो बाटो बनाउने मान्छे चाहिँ को रहेछ यस्तो रे? बिहान ढिलो अनि अरू अनि अरू ओ रातो कालो भएको मान्छे यही हो सुन्दर रिजल्ट हो र? सुन्दर रिजल्ट चाहिँ कुन चाहिँ हो खोइ? यो सुन्दर सुन अनि थाहा त नपाऊँ। ओ मामु धाप ड्याम भनेको यही हो? यो सुन्दर रिजल्ट ड्याम चाहिँ हो। धाप ड्याम चाहिँ यो कति गहिरो हुन्छ हौ यो? खोइ कहाँ छ लेखेको? ए हो त रहेछ। के छ हौ युवराज लामा? के हो रे यो? तर भैँसीले भूतलाई एक्लै सापट्टि दिइपठाएको अरे। याक्दै नुन दिनु भोटतिर जान्छु भन्छ अरे। अनि तिम्रो भूतलाई लेखमा जाडो हुन्छ मलाई सापट्टि दिइपठाएको भनेर दिइपठाएछ बिचराले। अनि त्यहाँबाट उता गइरहेछ नुन पनि खानु पाउने। अब लेखतिर त पोसिलो घाँस पाउँछ नि त। घाँस खाँदै बलियो नबलियो हुँदै बसेर उतै भुलिरहेछ। अब भूतलाई नि पाएको तातो नि तातो खाँदै बसेछ। अनि भैँसीलाई त छैन खसेर। त्यही भएर भैँसी याक्दै ल्याउँछ भने जहिले ठाडो मुख लाएर हेरिरहन्छ अरे। दुवैतिर फर्केर याद गर्नुभएको छ? कस्तो पातल जस्तै देखेको है हेर बाबा। हेर्नु न हेर्नु न कस्तो ठाउँ छ।
यस्तो ठाउँबाट जानुपर्ने, यस्तै ठाउँबाट जानुपर्ने। आमा म यही हो, यसरी पुरा ढुङ्गै ढुङ्गा लगाएर निकालेको रहेछ नि त। यसरी ढुङ्गै ढुङ्गा पुरा लाइक फालेको जस्तो ढुङ्गा क्या यो, जग अडाउनुको लागि होला सायद। तिमी आएर मन खोलेर हुने तिमीलाई मिस गर्नु। कुल कति धेरै ठुलो है। आम्मा कति कति पानी होला है यसमा। यसको मैले डिटेलहरू चाहिँ केही पनि बुझिनँ, तर सिधै घुम्न आयौँ यहाँनिर। यो चाहिँ धाप ड्याम एकदम ठुलो रहेछ यो, टाढा टाढासम्म राम्ररी देखिन। ब्लर आयो त्यो कसरी हो, तर एकदम जङ्गलको बिचमा, जङ्गलको बिचमा यो ड्याम। यो ड्यामले के काम गरिरहेछ भन्ने कुरा नि थाहा छैन। बिजुली के पावर हाउस चलाइरहेछ कि के भइरहेछ त्यो पनि थाहा छैन, तर एकदम राम्रो रहेछ। त्यो माथि चाहिँ के चल्दैछ? त्यो माथिको चाहिँ होटल हो, रिसोर्ट हो? यस्तो कुल। तर त्यो बाटोमा मान्छेहरू त थुप्रो आएको थियो, त कता गएछ त्यति धेरै मान्छे चाहिँ? ए उतापट्टि पनि आउँदो रहेछ नि त। यो बाटो हेर्नु न, यो 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 मसँग कति धेरै लाग्छ भन्दै थियो अरू मान्छेले चाहिँ 15 मिनेटमा। आम्मामा पानी, यो रुखहरू मरेको नि पानीले गर्दा कि के? बाबा उता जानु त, माथि जानु न, उता उता जानु न, माथि माथि। त्यहाँ होइन कि त्यहाँ होइन, यहाँ घुम्ने ठाउँ धेरै राम्रो छ।